सबै युवाको एउटा जिम्मेवारीका साथमा अगाडि बढ्नुपर्ने र तपाईहरू त्यो दिशामा अगाडि बढ्न जरुरी छ। किनभने देशको स्थिति, समाजको स्थिति कस्तो छ भन्ने कुरा म प्रश्न पार्न चाहदिनँ। सबैजनाले बुझ्नु भएको छ। हामी सबैले एकअर्कालाई गाली गरेर विभिन्न थरीका कुराहरू भनिराख्दाखेरि हामीले हाम्रो जिम्मेवारी बुझ्नुपर्ने, हामीले हाम्रो समाजप्रति उत्तरदायी हुनुपर्ने समयमा हामीले अरूलाई गाली नगरेर हामी आफै कसरी एउटा सक्षम नागरिक भएर अगाडि बढ्न सक्छौं त्यो हाम्रा युवाहरूले बुझ्न जरुरी छ। यति कुरा राख्दै पुनः यहाँहरूलाई जुन हाम्रो आदरणीय गुरुवर्गज्यूहरूले यहाँहरूलाई जुन मार्गदर्शन प्रदान गर्नुभएको छ उहाँहरूप्रति म धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु र धेरै धेरै उहाँहरूप्रति आदर व्यक्त गर्दै र पुनः यहाँहरूको उज्जवल भविष्यको र प्रगतिको कामना गर्दै र